कति बढाएर मलाई जान्छु मम्मी हामीले कुक गरेर पनि त्यही फल्ना घर हामीले के गर्छौँ भने फल्ना घर होइन कुक गऱ्यो भने के गर्यो भने फल्ना भित्र नजाओस् है नि आऊ कुकुरले खान्थ्यो आऊ कुकुरले सबै भातै खाइदिन्छ बिस्कुट खाएर भात बन्द गरियो पानी के दियो रे उनीहरूले बिस्कुट गोप्य भाइ एकपल्टको खाएँ एकपल्ट खाएँ भाता राखी माग्ने गयो जहाँ पनि माग्नु गएको भाता बुढे आउने बुढे गएर लगाएर उहाँ पुगाउनु लगाएर कम्ती रिसाएको ल्याएर त्यो खान्छु खाने मन नगर्ने त्यहाँ कोहीले बुढेले खान्छ भने मैले गाडी खुवाउने मलाई खाँदैन कुरालाई बुवासित बुवा धेरै माया माग्थ्यो मिठो भएन हिजो पैसा लिएर आयो भने पैसा दिएर कति आमा तरलाई ल्यायो ल्याउने हालमा जाने हामी खेल्ने ठाउँमा नानी खेल्न थालिन् नि नाति पलाती हजुरबासँग कुरा गर्न नाति बहिनीले के भन्छन् है बहिनीले दादा यता हेर बहिनी आइछि नि आर सब यता हेर न बहिनी यता हेर न नमस्ते गरिदेऊ दादालाई दादा भन दादा अरे सुन्यौ दादा हो हजुरबा यो आर सब दादा नानी चाँडै आयो ढिलो आयो दसैँमा आऊ यता सानो यता पापा आऊ सुन्ता खान पाइएन आमा म पिसौँ म पिस्छु अब चट्नी बनाउनु लागि पढ्नु भएको पहिला अहिले म त्यही पढ्छु अब काठमाडौँ म गएँ धेरै
होस्टलमा बस्नुहुन्थ्यो अरे काठमाडौँमा मेस होस्टल। हिजोबाट बनेको थियो तालिम लिनुभयो कि जेठीले? जेठी चालिन्छ कृषि जेठी हुन्छ त्यो बेलामा त्यसलाई ठुलो मान्छे कृषि भेट्ने कृषि भेट्ने घरमा घोडा थियो त सेतो घोडा थियो बुवा हो र? बुवाले देखेन क्या सेतो घोडा पुतली घोडा भन्ने थियो अरे सेतो थियो सेतोमा ए देख्नुभयो तपाईँले? सेतो घोडा थियो घोडा गीत देखेर पनि घोडाको चोरी बुढा तलमाथि त्यही घोडामा चढेर गर्नुहुन्थ्यो पछि गाउँसँग बोकाउनु बेला त्यहीमा बोकाउनुहुन्थ्यो थियो घोडा घोडाको लाग्ने घोडालाई मैले घोडालाई नचलाउनु नपर्ने घोडा आफ्नो बाटो त्यो औँसीमा सब्जी भेट भयो ल ल कति वर्ष कति वर्ष भयो भन्नु न? 22 वर्ष भयो। हजुर ल यहाँ हालै सिधा आशीर्वाद छोरी थ्याङ्क यू मम्मी कहाँ गयो कि भन्नु कालो थियो न कालै त तिमीले खान्छौ आलु न त खाइदिनु केही चिज हुन्छ ठगाउ न गुण मिसाएर फुप्पू भएर जान्छ फुप्पू फुप्पू अब बाहिर रमाइलो रहनु पर्यो अब के हो हो सबै भन्नु अरूले त उठेन सबै हालेर त्यो राखिदिँदा आउन त्यो कल गर्नु त्यो चबाउन सक्छौ त सक्छौ चबाउन कति राम्री हुन् नानी आखाइ अलिकति टुक्दै हिँड्ने गरेको हजुरबा त हाँस्छ आफ्नो हजुरबा पनि आँखाको माथि बेसमा हजुरबा हान्नु नि त्यसको हजुरबा माथि होइन यहाँ माथि सेराजिममा पनि छुट्टै हाँस्छ यहाँ चाहिँ अर्को लौ अर्को लौ अर्को लौ तिमी अहिले